Hello everyone, welcome back to my another vlog. This is me Vandana Koimaru अनि फेरि पनि नयाँ vlog लिएर आइसकेको छु। अनि साथीहरु आज चाहिँ म एकदम धेरै बिरामी छु अनि आज चाहिँ मैले यहाँ बारीबाट vlog स्टार्ट गरिरहेको छु नि त। अनि आज चाहिँ म काम गर्न नसक्ने स्थितिमा हुनु चाहिँ छु, तर पनि म जसोतसो काम गर्न एकदम बल लिएर काम गर्ने प्रयास गर्छु। अनि हाम्रो चाहिँ मकै गर्न अस्ति मैले भिडियोमा पनि भनेको थिएँ हाम्रो मकै गर्नुपर्ने भनेर। अनि यो आज चाहिँ मकै गर्नुपर्ने हाम्रो अनि खेतालाहरू भनेको खेतालाहरू पनि कोही नआउने रे, अरूको खेताला मात्रै जाने रे, हाम्रो खेताला नआउने रे। नि आज चाहिँ हामीले घरकै मान्छेले चाहिँ गर्ने निर्णय गरेर यहाँ हाम्रो घरको मान्छेहरू छौँ। यहाँ तल हुनुहुन्छ दुईजना मेम्बर्स अनि म यहाँ एकजना मेम्बर्स छु। अनि साथीहरु तपाईहरुलाई थाहा छैन होला, मेरो यो फोन हलाउने स्ट्यान्डको चाहिँ तीनटै खुट्टाको मृत्यु भइसकेको छ। अनि यो चाहिँ पर ठुलो टारगरा हो नि त। अनि पर टाढोसम्मको छ। अनि पुरा मलाई चाहिँ चिसोहरु लागिरहेको छ, घाँटीहरु दुखेर कस्तो भइरहेको छ। अनि त्यही हो, आज हामी जति सक्छौं त्यतिसँग गर्ने प्रयास गर्छौं। आज गरिनौं भने भोलि पनि गर्छौं। यो चाहिँ पछुवा मकै भएर चाहिँ यो ढिलो गरेको हो। अनि अरु चाहिँ दोहोरे लाउने बेला भइसकेको छ, अरु चाहिँ यहाँ तल यत्रो ठुल्ठुलो भइसकेको छ नि त। अनि त्यही हो साथीहरु, अब धेरै नबोलिकन म चाहिँ फटाफट मकै गर्नु थाल्छु। पापा चाहिँ तल्लो साइडबाट गर्नु हुँदैछ, अब म चाहिँ माथिल्लो साइडबाट गर्छु। अनि हाम्रो रन्जु चाहिँ झार काट्नु हुँदैछ। झार पनि यति लामो मान्छे छोप्ने झारहरु पलाइसकेको रहेछ। अनि त्यही हो साथीहरु, अब धेरै नबोलिकन फटाफट काम गर्नुपर्ने हुन्छ। पानी पनि पर्नु लाग्छ, पछाडी मौसम देख्न सक्नुहुन्छ कस्तो धुम्म गरिरहेको छ। अनि त्यही हो। अनि मेरो भिडियो चाहिँ त्यस्तै हो, बिना टाइममा अपलोड भइरहेको छ। किनभने मैले तपाईहरुलाई अस्तिको भिडियो जुदी पनि भनिरहेको छु कि लाइटहरु आइरहेको छैन, लाइनहरु गइरहेको छ, पानीहरु परिरहेको छ। त्यही भएर चाहिँ भिडियो भनेको जस्तो टाइममा अपलोड गर्नु पाइरहेको छैन। अनि त्यही हो, दुःख सुख हेर्दिनु होला, ढिलै छिटो भए पनि छिटो अपलोड भयो भनेर माइन्ड नगर्दिनु होला। अब त्यस्तै छ साथीहरु, प्रब्लम छ, बुझ्दिनु होला तपाईहरुले पनि। आई थिंक बुझ्दिनु हुन्छ भन्ने म चाहिँ अब कोदाली लिएर बारी खन्न थाले। अनि यो चाहिँ मेरो थोब्रा भन्दा पल्लो छेउको कोदाली रहेछ। अब म चाहिँ बारी खन्छु। अब बारी खन्नु त सक्छु जस्तो चाहिँ लागेको छैन, तर पनि म खन्ने प्रयास गर्छु किनभने म हल्का बिरामी पनि छु नि त। अनि मेरो स्ट्यान्ड भाँचेको कारणले गर्दा चाहिँ यो स्ट्यान्डलाई चाहिँ अब खनेर अडाउनु पर्ने जस्तो छ साथीहरु। त्यही हो, अब म बारी खन्छु, हेर्दै होला। साथीहरु, हाम्रो मकै बारीको चाहिँ यति लामो झारहरु भइसकेको छ। अनि यहाँ देख्न सक्नुहुन्छ पुरा मान्छे नै छोप्ने खालको छ। अनि खन्नै अप्ठ्यारो भयो नि त, त्यही भएर मैले चाहिँ यो फाडेको। फाड्दा पनि यहाँ कति धेरै मकैहरु काटिरहेको छ, बाक्कुलो रहेछ क्या मकैहरु पनि। अनि त्यही भएर झार काट्ने चक्करमा मकैहरु काटिँदैछ। अनि झार चाहिँ लास्टै लामो हेर्नु सक्नुहुन्छ कति लामो छ। अझै यो पनि यति गर्दा पनि हुँदैन, अप्ठ्यारो नै हुन्छ। यो झारले गर्दा चाहिँ हामीलाई चाहिँ मकै खन्नु पनि गाह्रो र ढिलो भइरहेको छ। अनि त्यस्तै हो साथीहरु, अब चाहिँ म धेरै नबोलिकन चाहिँ फटाफट झारहरु फाडेर चाहिँ खनेर अब यसमा भेट्नु पर्छ साथीहरु।
साथीहरू हामीले चाहिँ आधी खनिसक्यौँ हो। अनि म चाहिँ पुरा गलेँ अनि मलाई चाहिँ कामै गर्नु मन परेन, थाकेँ म चाहिँ लास्टै धेरै थाकेँ। यहाँ गर्नु हुँदैछ हाम्रो भाउजू चाहिँ। अनि मौसमले साथ नदिएको त्यस्तै ठिकै, मौसम त यो समयमा ठिकै हो, किनभने गर्मी घाम लाग्यो भने नि हामी धेरै गर्नु सक्दैनौँ नि त। अनि त्यही भएर चाहिँ यतिको मौसम ठिकै हो नि। मलाई मार्गी लागेर मेरो नाकहुरी पुरा नाकहरू फुटेको छ। अनि मैले दबाई पनि नलिआएको थिएँ, घाँटी दुखेको, जिब्रोमा घाउ भएकोहरू केहीको दबाई पनि दिएको थिइनँ। अनि पुरा गाह्रो भइरहेको छ। हाम्रोतिर त देख्न सक्नुहुन्छ मौसम कस्तो धुम्म गरिरहेको छ। मेरो अनुहार चाहिँ कस्तो कालो भाँडा जस्तै भइरहेको छ। अहिले चाहिँ असली रूपमा आयो नि त, अफि तर्सेको नि। तर म नेचुरल ब्युटी नै, तर म नेचुरल ब्युटी हो। उता झन् नेचुरल ब्युटी, म त पहिल्यैदेखि नेचुरल ब्युटी हो, सानैदेखिको हो। साँच्ची के भन्नु न साथीहरू, मेरो चाहिँ एकजना बाजेले मलाई सिटीवाला बाजेले के म त्यो सर्टिफिकेट थाप्न गएको बेलामा होइन गएँ। अनि त्यस पछाडि त यसरी रातो फुल पुऱ्याइदिनु न भनेको, नाकको फुली अरे। अनि रातो फुल हौ भनेर नि, ए म त यति राम्री मान्छेले कहाँ रातो फुल पुऱ्याइदिनु, नाकको फुलीमा पुऱ्याइदिनु भन्छ नि भनेर गएँ। अनि साथीहरू नाकको फुली भनेको चाहिँ रातो फुल भन्दा चाहिँ त्यस्तो सुनेको अरे। अनि भरे चाहिँ साथीहरू मेरो स्थानमा पुगेन। अनि मैले पैसा दिएँ अनि त यसरी होइन कति भने नि 30 रुपियाँ भने 20 रुपियाँ मात्रै लिनु न राम्री भनेको होइन भन्दै भने क्या मैले। अनि होइन त्यस्तो गर्नु पाइँदैन भन्यो भने। अनि बुढो चुम्बी चाहिँ चुम्बी नै थिएछ, जब 10 रुपियाँ पनि छोड्नु मानेन। अनि भरे चाहिँ यसरी पैसा थापिसके पछाडि चाहिँ कुनै मान्छेलाई त भगवान्ले त फ्रीमै खाली समयमै बनाउँदो रहेछ हौ अरे क्या। अन्त चाहिँ ल बाजे भनेर चल्दिएको नि, म चाहिँ चल्दिएको। देख्नुहुन्छ साथीहरू मेरो नङ कस्तो थियो अस्ति म दमक बस्दा, मेरो हातहरू कस्तो थियो। मेरो हातहरू त अहिले त स्या कति घिनलाग्दो भएको छु म। तर घिनलाग्दो भएर के गर्नु, हामी गाउँले हो, यस्तै हो। सहर गएर अनि म राम्री नै छु त हो त। साथीहरू आफ्नै पापाले त वा गरिदिनुहुन्छ, तर म राम्री नै छु। कागले आफ्नै तारिफ गर्छ अरे क्या, आफ्नै नाम काट्छ। कस्तो हेप्छ मेरो घरको मान्छेहरूले त। कागले आफ्नो नाम काट्दा कसरी कराउँछ, एकचोटि कराउनु त। सबैभन्दा आफूलाई त राम्रो देख्नुपर्छ हो कि होइन साथीहरू। कागले आफ्नो नाम काट्छ, आफूलाई राम्रो देख्यो भने त्यो अरूले त यस्तो हो नि त। अरूले त यसलाई ठिक्क पारिदिउँ भनेर पनि त गर्नु सकेको हुन्छ नि त होइन। तर म साँच्चीकै राम्री छु क्या साथीहरू। रियलमा भेट्नु भयो भने चाहिँ ढल्नुहुन्छ, त्यतिसम्मको चाहिँ राम्री नै छु म। अहिले त म बिरामी छु नि त, अनि त्यही भएर अलिक मेरो अनुहार यस्तो निराश भएको हो, न त म फ्रेस खालकै मान्छे हो। सास फेरेकै छ, हिँडेकै छ, खानु रुचेकै छ। मेरो घाँटी दुखिरहेको छ, बिहानदेखिको म भात पनि खाएको छुइनँ, पानी पनि खाएको छुइनँ, चटपटे चाहिँ खाएको। अनि साथीहरू म चाहिँ 44 केजी पुगेछु हो। कति Q&A भिडियोमा चाहिँ कति पहिले मेरो उयो केजी पनि कति केजी हुनुहुन्छ भनेर 44 केजी पुगेछु म चाहिँ। अन्त पापाले त 15 केजी भन्नुहुँदैछ। म चाहिँ धेरै घट्यो। पहिले म 54-55 केजी थिएँ, अनि आजकल त उही पा पहिले हौ म 54 थिएन त सुरुमा। 54 पहिला सुरुमा क्या मोटो हुँदा हौ। म चाहिँ फेरि 45 थिएँ। अनि हाम्रो भाउजू चाहिँ 45 हुनुहुन्थ्यो, अहिले त 49 पुग्नु भएछ। अनि म चाहिँ 44 पुगेछु। अनि हाम्रो गाउँको मौसम चाहिँ यस्तै छ। अनि साथीहरू तपाईँहरू यसो गर्मी ठाउँको हुनुहुन्छ, मोरङतिरको हुनुहुन्छ, झापातिरको हुनुहुन्छ,
काठमाडौँ सहर धरान धनकुटा जहाँको पनि हुनुहुन्छ तपाईहरू मेरो गाउँमा आएर चिसो हावा खाएर जान सक्नुहुन्छ। बाहिर गएर पछाडिको वेदर देख्न सक्नुहुन्छ। म चाहिँ योभन्दा ज्यादा मकै गोड्नु सक्दिनँ अनि त्यही भएर बसेरै कुरा गरेको। यो भिडियोमा मात्रै हो क्या, भिडियोमा मात्रै सिम्टेक्सदेखि गर्नु थाहा छ नि हाम्रो बन्दनाले। गर्दिनँ म त अब साँच्ची भनेको। कम्ती धेर गरिसकेको छुइनँ म उतल पुरा खोर्सिसकेको अनि यता माथि सबै गरेको फेरि यो चाहिँ एक कोरे हो क्या। अस्ति गर्नु भएन रहेछ हाम्रो घरमा सबै अल्छी मान्छेहरू। खुलास त गरौँ न। म घरमा नभएको आमामामा अल्छीहरू भएर छैन हौ। यो झार पनि मेरो यति आइपुगिसकेछ। अब एकोरे दोहोरे दाउराहरू काट्नुपर्ने छ। अब मौसमहरू यस्तो, मौसमले त्यत्तिकै च्यालेन्ज गरिरहेको छ। तर काम गर्नु चाहिँ छोड्नु हुँदैन साथीहरू, काम चाहिँ गरिराख्नुपर्छ। त्यही हो। अब म त गर्नु सक्दिनँ जस्तो छु। अनि साथीहरू अब म चाहिँ मेरो चाहिँ अमेरिकाको भिसा आउन आँटेको छ। तपाईँहरूलाई थाहा नै छैन होला, यो कुरा पनि मैले खुलासा गरेँ। तपाईँ साँच्ची भनेको साथीहरू मेरो चाहिँ अब अमेरिका जान आँटेको छु। अनि अमेरिकाको भिसा आउँदैछ अरे। अहिले खोइ दमकतिर आइपुग्यो कि इटरीतिर आइपुगेको छ। अनि अब अमेरिकाको भिसा आइसके पछाडि चाहिँ हजुर जो पनि मसँग डिपेन्डेन्टमा जान रेडी हुनुहुन्छ भने चाहिँ यसो नाटकी बिहे बाह गरौँ होला हामी। कुखुरा दमकिटरी हाम्रो घरमा चाहिँ कुखुरा मान्छेको जनसङ्ख्या होला नि, कुखुराको जनसङ्ख्या धेरै रहेछ। अन्त त एउटा भाले चाहिँ पुरा राम्रो केटी देख्नै हुन्न, खेद्दाइहाल्छ। यो गोठ त भक्किनु पो आँटेको रहेछ त, हेर्नु त। उयो गोठ त उयो नि उयो तल्लो साइडको हौ। अनि यताको दुईटा अहिले हाम्रो गाउँमा चाहिँ ठिट्टा लड्काहरू नै छैन क्या। सबै बाहिरी देश जानुभएको छ। मेरो दाइहरू पनि सबैजना बाहिरी जानुभएको छ। मेरो मामा पनि बाहिरी जानुभएको छ। अन्त चाहिँ गाउँको छिमेकीहरू मामा माइजूहरू सबै मामाहरू चाहिँ सबै विदेश जानुभएको छ। छोरी मान्छेहरू मात्रै हुनुहुन्छ गाउँमा। अनि अहिले चाहिँ सानो भाइ बहिनीहरू मात्रै छ। अनि हामी जस्तोको ब्याजको उमेरको केटाकेटीहरू चाहिँ प्राय बाहिरी देश गइसकेको छ। अनि अब कसैले बिहे गर्नुभएको छ, कसै पल्टन जानुभएको छ। आफू त बेरोजगारी भइएर र बारीमा मकै खन्दैछु। गाह्रो छ। तपाईँहरू पनि म जस्तै बेरोजगारी हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला। अनि साथीहरू तपाईँहरू एउटा कुरा बिर्सिनुहुन्छ, भिडियोज हेरेर चाहिँ लाइक गर्नु बिर्सिनुहुन्छ होला। अब चाहिँ मैले यहाँ भनेको छु कि भिडियो हेर्दै लाइक पनि गरिदिनु होला। अनि मेरो फर्सी जस्तो अनुहार त अनुहार चाहिँ मेरो गति हारै उडेको छ। किनभने म गाउँ आएपछि त काली नै हुन्छ नि त। यहाँ किनभने बाहिर काम गर्नुपर्छ। अब ठाउँमा बसिसकेपछि त सेपको सेप भइन्छ भन्दै नि। तर यस्तो हो साथीहरू, सेतो मान्छे जहाँ पनि सेतै हुन्छ, कालो मान्छे जहाँ पनि कालै हुन्छ भन्दै जाउँ घर। कस्तो घाँटी दुखेको छ क्या साथीहरू। यता तल हुनुहुन्छ पापा माइजू भाउजूहरू चाहिँ उतल हुनुहुन्छ। स्ट्यान्ड पनि भएको छ। स्ट्यान्ड गिफ्ट गरिदिनु न हौ कसैले त मलाई। स्ट्यान्ड पनि भएको छ। कसले भिख मागेको होइन मैले, यसो मेरो माया लाग्छ भने मात्रै भनेको। अन्त चाहिँ कसले
कसले अरे ए पैसा जहाँदेखि आउँछ त्यही त हात लगाउने हो नि कस्तो अद्धा जस्तो हात हो मेरो ट्याटो छ मेरो हातमा ट्याटो खोपेर भनेर ड्रिपी गर्लहरू रेड ड्रिपी भनेको के हो मलाई थाहा छैन ड्रिपीको मिनिङ थाहा छ तपाईँलाई ड्रिपी 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 थाहा छैन किनभने मलाई पनि थाहा छैन साथीहरु मौसम चाहिँ यस्तै चिज हाय काक हेर्नु त उ काक चल्लाहरु त खाट्नु नि त्यो ओ माय गॉड मलाई नै उडाउने काक छ भाइ खाट्नु नि त्यो चल्लाहरु त्यही हो साथीहरु अब एकछिन भेट्नुपर्छ खाजा खाने टाइममा अहिले चाहिँ म अब बस्छु यतिकै बस्छु साथीहरु यो आजको मौसम त यस्तो उ त्यहीँको मान्छेहरु देख्न नि कम्ती गाह्रो भएको छैन ए हाम्रो घर यहाँ माथि अलि देखेको छ यस्तो छ मौसम अनि यस्तो पनि हुन्छ साथीहरु म चाहिँ यहाँ आजको नानी ल्याउन आइसकेको छु यता ओरा बाटोमा अनि मलाई चाहिँ यहाँ दाइले लिदिनु भयो हाम्रो गाउँको दाइ हुनुहुन्थ्यो अनि दाइले यहाँ नमिसम्म चाहिँ लिदिनु भयो अनि यहाँदेखि चाहिँ म जाँदैछु अनि म चाहिँ 3:30 मै यहाँ आइपुगेँ 3:32 मा अनि अब हाम्रो नानीहरूको छुट्टी चाहिँ अलिक ढिलो हुन्छ कि कति बजी हुन्छ थाहा पनि छैन अनि पानी पर्दैछ क्या अहिले पानी परेर गाह्रो हिँड्दै आएको भए चाहिँ म यतिखेर परै जङ्गलमै हुन्थेँ डर त लागिरहेको थियो तर ठिक्क मलाई बाइकमा लिदिनु भयो मैले भनिरहेको थिएँ कसैले मलाई बाइकमा लगिदियोस् भने ठ्याक्कै दाइ आइपुग्नु भयो दाइले टपक्क टिपेर ल्याउनु पनि भयो अनि साथीहरु अहिले चाहिँ म कहाँ आइपुगेँ भने नमीदेखि ओर आइपुग्यो नानीहरूको स्कुलमै आइपुगिसक्यो अनि हाम्रोतिर चाहिँ बेला नको बेला पानी पर्छ अब यो पानी ठुलो पर्यो भने लाइन पनि जानु सक्छ फोन पनि 69% भएको छ अनि त्यही हो के भन्नु र अरु त चक्लेट खाँदै घाँटी दुखेर र कम्बर चिसोले गर्दा पछि हाफ कट्टुमा हिँडिरहेको छु म त हाफ कट्टुमा हाफ लुगामा यो नानीको टोपी पनि अघि बिहान हामीले लगेको थियौँ तर बाटोमै छोडिएछ क्या यता मामाहरूको घरमा ठ्याक्क छोडिएछ ठ्याक्क मलाई टाउकोमा चिसो पनि भइरहेको थियो अनि लगाए पनि अब यो टोपी चाहिँ यसमा हाम्रो नानीले लगाउँछ माने भने मानेन भने मैले नै लगाउँछु अनि त्यही हो आज त हामीले मकै आधी मात्रै गोड्यौँ अब भोलि कहिले चाहिँ खेताला लगाउँछु मलाई घरको मान्छेले सक्ने भनेको थियौँ तर घरको मान्छेले सकिन्छ जस्तो चाहिँ लागेन किनभने चाहिँ कति लामो झार छ क्या अनि आज झार नभएको भए त हामीले आधी नै पुऱ्याउँथ्यौँ भोलि पर्सिसम्म हामीले सक्थ्यौँ तर झारहरू आएको कारणले गर्दा चाहिँ त्यो धेरै टाइम लाग्यो क्या हामीलाई अनि त्यही भएर म चाहिँ स्कुल छेउमै आइपुग्न आँटिसक्यो टोपी लाउँदा सुहाउँदो रहेछ तर मलाई के धुम्मर धुस गरेको छ हौ हुस्सेहरू लागेर कुहिरी मण्डल भएको छ अनि त्यो हो साथीहरु अब एकछिनमा भेट्नुपर्छ अहिले चाहिँ म व्यस्त हुन्छु किनभने स्कुल आइपुगिसकेँ म